हेलो एन्ड नमस्ते म चाहिँ तिमीहरूको सुमन दाई अनि आजको चाहिँ हाम्रो टपिक छ रेडियो एक्टिभिटीको लेक्चर नम्बर 3 र आजको टपिक चाहिँ छ हाम्रो हाफ लाइफ र नम्बर अफ हाफ लाइफ आफ्टर nth टाइम समथिङ त्यस्तै केही छ। सो आजको बेसिक कन्सेप्ट भनेको हामी पढ्छौँ हाफ लाइफ। सो सुरुमा त हामी हाफ लाइफ पढ्छौँ र हाफ लाइफ भनेको कुनै कुनै बुकमा टी अनि मुनि एच सफिक्समा एच अथवा T1/2 ले लेखेको हुन्छ टी हाफ लाइफ भनेको यो। अब यसमा म तिमीहरूलाई बुकको डेफिनेसन भन्दा पनि एउटा एनालोजीले सम्झाउन खोज्छु, तिमीहरू कतिको बुझ्न ट्राई गर्छौ। सपोज हामीले अहिलेसम्म के पढ्दै आएको छौँ भन्दाखेरि ल अफ रेडियो एक्टिभिटीले के भन्छ भन्दाखेरि कुनै पनि स्याम्पल n = n0 एक्सपोनेन्शियल नेगेटिभ ल्याम्डा t, मतलब कुनै पनि गिवन स्याम्पलमा यति समयपछि t टाइम पछि कति स्याम्पल बच्छ भन्ने रिलेसन के दिन्छ त यो रिलेसनले दिन्छ। ओके, सो मानिलिउँ कि हामीसँग सुरुमा स्याम्पल हेर ल, जस्तै स्याम्पललाई भन्छौँ हामी n0, सुरुमा कतिवटा थियो। सपोज हामीसँग सुरुमा 1000 वटा स्याम्पल थियो अरे। ओके दाइ, अब यो 1000 वटा स्याम्पल छ भनेपछि यो के हुन्छ त डिसइन्टिग्रेट हुन्छ, किनकि रेडियो एक्टिभिटी भनेको डिसइन्टिग्रेसन हो। डिसइन्टिग्रेट भनेको सिम्पली टुक्रिनु, यो टुक्रिँदै जान्छ। ओके, त्यसैले स्याम्पल साइज घट्दै 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 जान्छ, घट्दै घट्दै कुनै समयमा पुगेपछि सपोज 500 वटा भयो अरे। हामीसँग n0 कतिवटा थियो सुरुमा 1000 वटा थियो। अब टुक्रिँदै टुक्रिँदै कतिवटा रह्यो त 500 वटा बाँकी रह्यो। त 500 वटा बाँकी रहेको भनेको यो n हो। सो n भयो यो n को भ्यालु हेर्यो भने ठ्याक्कै n0/2 देखिरहेको छ तिमीहरूले हेर त। जति बेला n को भ्यालु हेर, जति बेला स्याम्पल लेफ्ट जुन छ नि, जति स्याम्पल बच्छ त्यो स्याम्पल लेफ्ट हो किन यो n भनेको, जति बेला स्याम्पल लेफ्ट चाहिँ n0/2 हुन्छ त्यतिखेरको टाइमलाई, सपोज यहाँदेखि यो 500 मा पुग्न त केही न केही समय लागेको होला, अभियसली लागेको छ दाइ हो। त्यो टाइमलाई भन्छौँ, त्यो करेस्पोन्डिङ टाइमलाई हामी के भन्छौँ टी हाफ भन्छौँ। त्यो करेस्पोन्डिङ टाइमलाई के भन्छौँ टी हाफ भन्छौँ। सक्यो, यति नै हो हाफ लाइफ भनेको। ओके, त्यसैले अब हाफ लाइफको तिमीहरू आफ्नै डेफिनेसन बनाऊ, किनकि बुकको डेफिनेसन रट्नुभन्दा यसरी कन्सेप्ट सायद बुझ्यो होला हैन, यसरी कन्सेप्ट बुझेर आफैले बनाएको डेफिनेसन बेटर हुन्छ। त्यसो भने हाफ लाइफलाई कसरी डिफाइन गर्न सकिन्छ भन्दाखेरि सुन, it is the time for which the number of atoms left in a sample is half of its original भ्याल्यु। हेर मैले त्यसलाई ल्याङ्ग्वेजमा उतारेँ हैन। टी हाफ लाइफ भनेको त्यो टाइम हो जुन टाइममा जुन नम्बर अफ स्याम्पल लेफ्ट हुन्छ त्यो कति हुन्छ n0/2 हुन्छ। यसलाई अर्को तरिकाबाट पनि बुझाउँछु तिमीलाई। जस्तै सुन, 1000 वटा 500 वटामा आयो, सुरुमा 1000 थियो रह्यो कतिवटा 500 वटा। 500 वटा त के भयो, 500 वटा के भयो डिके भयो हो, यो भन्दा पनि हुन्छ। It is the number of time for which the number of atoms decay। यसको अर्को डेफिनेसन पनि हेर ल, फर्स्टको बुझ्यो भन्दा ठिक छ, करेस्पोन्डिङली सेकेन्ड पनि बुझिहाल्छौ। मैले अर्को डेफिनेसन बनाएँ, it is the time for which the number of atoms decay is number of atom decay in a sample is half of its original value। भाइ यो पनि सही हो। हेर 1000 वटा मध्ये कतिवटा बाँकी रह्यो 500 वटा बाँकी रह्यो, त्यो 1000 देखि 500 पुग्न लागेको टाइम के हो त टी हाफ लाइफ हो भनेर भन्यौँ हामीले। ओके, अब कसैको दिमाग अर्को तरिकाले पनि त चल्न सक्छ, हो तिनीहरूलाई पनि बुझाउँ न। 1000 वटा 500 वटामा पुग्यो। ओके, त्यसैले 500 वटा त के भयो त टुक्रेको तिमी राख्नु त 500 वटा डिके भयो। अब यो 500 वटा डिके भएको यहाँ मैले नम्बर डी भनेको नम्बर अफ एटम्स डी भनेको डिके भएको पनि कति छ त त्यहाँनेरि n0/2 नै त छ, n0/2 नै त छ। मतलब हाफ लाइफ भनेको त्यो टाइम हो जुन टाइममा जुन एटम्स बच्छ कि त डिके हुन्छ, कति त्यो डिके भएर कति हुन्छ भन्दाखेरि हाफ अफ इट्स ओरिजिनल भ्यालु। यो कुरा सबैभन्दा ध्यान दिने कुरा हो, हाफ अफ इट्स ओरिजिनल भ्यालु। अब यो दुईटा कन्सेप्टमा तिमीहरूलाई जुन सजिलो लाग्यो तिमीहरू त्योतिर जाऊ, म बेस्ट भन्छु योतिर फोकस गर, किनकि यही रिलेसन अहिले एकछिनमा हामी युज गर्छौँ। ओके,
ल ल अब एउटा रिलेसन हुन्छ यहाँनिर डिके कन्स्ट्यान्ट र हाफ लाइफ बिचको एउटा रिलेसन हुन्छ त्यो रिलेसनलाई हामी डिराइभ गर्छौँ हैन त्यो रिलेसनलाई डिराइभ गर्छौँ यहाँनिर रिलेसनशिप बिट्विन टी हाफ एन्ड ल्याम्डा आई होप तिमीहरूले अगाडिको लेक्चर हेरेर आएको छौ जस्तो भन्ने मलाई अलिकति होप गरेको छु मैले अब यदि हेरेको छैन भने त यो अलिकति गाह्रो हुन्छ र पनि म भर्खर जसम्म बुझाउने गरेर ट्राई गर्छु सो हामीले के भन्दा भन्दाखेरि हामीसँग जेनरली के छ त भन्दाखेरि हैन फ्रम ल अफ रेडियो एक्टिभिटीले के भन्छ त n at any time t हेर नम्बर अफ एटम्स एट एनी टाइम t इज इक्वल टु n नट एक्सपोनेन्शियल नेगेटिभ ल्याम्डा t भन्दो रहेछ फर्स्ट इक्वेसन त यो हो ओके अब हामीले अर्को एउटा रिलेसन पनि थाहा पायौँ हेर त जति बेला n को भ्यालु n नट बाइ 2 हुन्छ त्यतिखेरको टाइमलाई के भन्छौँ करेस्पोन्डिङ टाइमलाई t हाफ भन्छौँ ल हामीले भन्यौँ when यो स्मल t को भ्यालु t हाफ हुन्छ हेर स्मल t को भ्यालु जब t हाफ सँग बराबर हुन्छ त्यति बेला n को भ्यालु कति हुँदो रहेछ त n नट डिवाइडेड बाइ 2 त हुँदो रहेछ सिम्पल छ ओके अब यहाँ लगाएर पुट गर्दियौ न n को ठाउँमा कति राख्दियौ n नट बाइ 2 ओके अनि यो भनेको n नट एक्सपोनेन्शियल नेगेटिभ ल्याम्डा अनि t हाफ भयो n नट सँग n नट क्यान्सल भयो यो भनेको 1/2 इज इक्वल टु यसलाई हेर है अब 12 क्लासमा पढ्नेलाई मैले यो भनिराख्नु पर्दैन होला कि यो कसरी भयो भनेर हैन नभए त 19 पढ्न जाँदा भइहाल्छ फेरि कसैलाई प्रोभोक गरेन बट भन्नु पर्दैन जस्तो लाग्छ ल यो यता आयो भने यो यता गयो अब तिमीलाई एउटा रिलेसन थाहा छ कि थाहा छैन हो त जे म भन्छु त्यो चाहिँ थाहा त्यो चाहिँ जस्तै तिमीसँग y इज इक्वल टु log x छ भने तिमी यसलाई x इज इक्वल टु e को पावर y लेख्न सक्छौ हेर त हामीसँग 2 इज इक्वल टु e को पावर y जस्तो छ त्यसो भने यसको ठीक रिभर्स जाने हो भने यसको ठीक उल्टो जाने हो भने यहाँनेरि यो हाम्रो लागि हेर त के छ यसलाई y को टर्ममा लेख्ने हो भने जस्तै मैले सिम्पल भने ल्याम्डा t हाफ लेख्यो भने यतापट्टि के लेख्नु पर्दो रहेछ त log सरी एलओजी वाला log हैन यो ln वाला log हो ल log 2 नेचुरल log बुझिन्छ यो एक्सपोनेन्शियल हटाइयो भने उतापट्टि के लाग्छ सिम्पली log लाग्छ भन्ने बुझ्नु अब यहाँबाट एउटा फाइनल रिलेसन आउँछ हेर त ल्याम्डा इज इक्वल टु ln 2 डिवाइडेड बाइ t हाफ आउँछ इज इक्वल टु ln 2 को भ्यालु ln है एलओजी हैन एलओजी भनेको log हो कमन log हो ln भनेको नेचुरल log हो त्यो दुईटामा धेरै डिफरेन्स हुन्छ 2.303 को डिफरेन्स हुन्छ लग मतलब डिफरेन्स भनेको घटाउँदाखेरि नै 1 टाइम्स ठुलो हुन्छ भन्ने कुरा मात्र हो त्यो भनेको 0.693 डिवाइडेड बाइ कति हुन्छ त t हाफ हुन्छ यही हो फाइनल रिलेसनशिप बिट्विन t हाफ लाइफ एन्ड ल्याम्डा सो यहाँबाट हेर्यो भने धेरै इन्ट्रेस्टिङ कुरा के पाउँछ भन्दाखेरि हेर त हाफ लाइफ सरी डिके कन्स्ट्यान्ट इन्भर्सली प्रोपोर्सनल टु के छ t हाफ लाइफ छ डिके कन्स्ट्यान्ट इन्भर्सली प्रोपोर्सनल टु t हाफ लाइफ छ जस्तै हामीले एट द एन्डमा के भेट्यौं भन्दाखेरि ल्याम्डा इज इक्वल टु 0.693 डिवाइडेड बाइ t हाफ भेट्यौं ओके हेर सुन फर एनी एलिमेन्ट फर एभ्री एलिमेन्ट in nature lambda is variable यो lambda भनेको युनिभर्सल कन्स्ट्यान्ट हैन युनिभर्सल कन्स्ट्यान्ट भनेको सबै चीजलाई समग्रमा एक्सप्लेन गर्दाखेरि लाग्ने कन्स्ट्यान्ट हुन्छ युनिभर्सल कन्स्ट्यान्ट तर यो डिके कन्स्ट्यान्ट भनेको फर एभ्री एलिमेन्ट इन नेचर lambda is variable मतलब एउटा पर्टिकुलर एलिमेन्टको लागि lambda कन्स्ट्यान्ट हुन्छ त्यो राइट हो हेर जस्तै मैले माने युरेनियमको लागि एकछिनको लागि एक्जाम्पलको लागि युरेनियमको लागि हाफ लाइफको भ्यालु 0.05 सेकेन्ड इन्भर्स छ अरे अल्दो यो डाटा ट्रु हो किन मलाई थाहा छैन तर युरेनियम एटम भरि अब यो ल्याम्डाको भ्यालु जहिले पनि के हुन्छ त कन्स्ट्यान्ट हुन्छ तर युरेनियमबाट सपोज तिमीहरू थोरियम भन्ने एटमतिर अथवा प्लुटोनियम यिनीहरुतिर आयो भने अब यो ल्याम्डाले यहाँनेरि काम गर्दैन त्यही भएर मैले भनेको फर एभ्री एलिमेन्ट इन नेचर ल्याम्डा इज भेरिएबल
ल्याम्डा इज भेरिएबल। अब ल्याम्डा नै हरेक एलिमेन्टको लागि भेरिएबल छ भने ल्याम्डा चेन्ज भयो भनेर त टी हाफ लाइफ पनि के हुन्छ, चेन्ज हुन्छ। ल्याम्डा इज भेरिएबल, द करेस्पोन्डिङ टी हाफ इज अल्सो भेरिएबल। बाइ नर्मल कुरा हो। हेर ल्याम्डा नै भेरिएबल छ भने हाफ लाइफ पनि के हुन्छ त, भेरिएबल छ, किनकि यिनीहरू बिचमा रिलेसन हेऱ्यो भने कस्तो त, इन्भर्स छ। यसमा अलिकति तिमीहरूलाई चाहिन्छ कि चाहिँदैन यो मलाई थाहा छैन +2 को पोइन्ट अफ भ्यूबाट, र पनि ग्राफ ल्याम्डा भर्सेस टी हाफको ग्राफ लेखी बनाइराख। यो ग्राफलाई हेऱ्यो भने यो ग्राफ यस्तो देखिन्छ, y इज इक्वल टु 0.693 डिभाइडेड बाई x जस्तो ग्राफ देखिन्छ। हेर त यो भेरिएबल छ, यो भेरिएबल हुने बित्तिकै करेस्पोन्डिङ यो पनि के रहेछ त, भेरिएबल छ। त्यसैले y इज इक्वल टु 0.693 बाई x जस्तो ग्राफ छ। ओके, अब यसको ग्राफ हेर्छौ भने हेर यो कस्तो खालको ग्राफ हो त, एउटा बढ्दा अर्को घट्ने ग्राफ हो। एउटा बढ्दा अर्को घट्ने ग्राफ कस्तो हुन्छ, यस्तो हुन्छ। एउटा बढ्दा अर्को ग्राफ के हुन्छ त, यस्तो हुन्छ, नर्मल छ। मतलब डिकेइङ भयो यो। यतापट्टि के राख त, ल्याम्डा राख, यतापट्टि के राख, हाफ लाइफ राख। अब यो ग्राफको स्लोप यो ग्राफको स्लोप र डेरिभेटिभ गरेर आउँछ नि, नर्मल कुरा हो। कुनै पनि फंक्सनको स्लोप कति हुन्छ त, जस्तै यो y इज इक्वल टु 1/x को डेरिभेटिभ कति हुन्छ, y इज इक्वल टु 1/x को डेरिभेटिभ dy बाई dx इज इक्वल टु -1/x² हुन्छ। त्यसैले हाम्रो लागि यसको स्लोप कति हुन्छ, d ल्याम्डा बाई dt हाफ को भ्यालु कति हुन्छ त, -0.693 बाई t हाफ को स्क्वायर हुन्छ। ओके, आई होप यहाँसम्म क्लियर छ। नर्मल कुरा छ, स्लोप निकाल्न आउँदैन भने अल्दो मैले भने त यो तिमीहरूको पोइन्ट अफ भ्यूबाट कतिको इम्पोर्टेन्ट छ कि छैन मलाई थाहा छैन, र पनि मैले तिमीहरूलाई एज यसमा पर्सपेक्टिभमा हालेँ यसको, किनकि बुझ्दाखेरि राम्रो। हामीलाई चाहिने रिलेसन भनेको सिम्पली ल्याम्डा इज इक्वल टु 0.693 बाई टी हाफ हो। यहाँसम्म आई होप क्लियर छ, अब यसमा अलिकति इम्पोर्टेन्ट ग्राफ भनेको चाहिँ हाम्रो लागि नि यहाँ हेर, जस्तै यसको लागि इम्पोर्टेन्ट ग्राफ भनेको चाहिँ ल अफ रेडियोएक्टिभिटीकै ग्राफ हो। जस्तै कसरी कुन ग्राफ हो भनेर भन्छु भने हामीसँग ल अफ रेडियोएक्टिभिटीको ग्राफ छ नि, यतापट्टि n हैन, यतापट्टि t को ग्राफ हेर्यो भने त्यो ग्राफ हेर्यो भने यस्तै इन्भर्स रिलेसन वाला ग्राफ आउँछ हैन, इन्भर्स रिलेसन वाला ग्राफ आउँछ। ओके, यस्तै इन्भर्स रिलेसन वाला ग्राफ आउँछ। यो कति हो त, n0 हो। यति बेला t के थियो त, t इज इक्वल टु 0 हुँदाखेरि n0 थियो, एउटा n0 वटा के थियो त, एटम्स थियो। अब पहिलो हाफ लाइफमा कतिवटा हुँदो रहेछ त हेर त, n0/2। ओके, यसको आधा भनेको लगभग कति हो त, यहाँ हो। अनि योसँग करेस्पोन्डिङ टाइम भनेको के हो त, t हाफ हो, फर्स्ट हाफ लाइफ हो। यति बेला कति हुन्छ त, यहाँ n0/2 हुन्छ। ओके, अब सेकेन्ड हाफ लाइफको लागि हेर, पहिलो हाफ लाइफमा कतिवटा एटम रहँदो रहेछ, n0/2। हेर फर्स्ट t हाफ हुँदाखेरि n इज इक्वल टु कति हुँदो रहेछ, n0/2 हुँदो रहेछ। सेकेन्ड हाफ लाइफ हुँदाखेरि हेर त कति हुन्छ, n इज इक्वल टु, यो त आधी भइसकेको थियो सेकेन्ड। अब जस्तै हेर न, यो फर्स्ट भइसक्यो हैन, यहाँ n हैन, n ड्यास हुन्छ खासमा त। सेकेन्डको लागि त यो के हुन्छ, इनिशियल हुन्छ कि हुँदैन, अलिकति बुझ्दैन होला। यहाँ सुरुमा 1000 वटा स्याम्पल थियो। ओके, 1000 वटा स्याम्पल थियो, 1000 वटाबाट 500 भयो। यो n इज इक्वल टु कति भयो त, n0/2 भयो। अब यो 500 बाट त टुक्रिन्छ कि टुक्रिदैन, टुक्रिन्छ। सपोज 250 वटा भयो होला, ओ यो 500 बाट 250 मा जाँदाखेरि अब n ड्यास, अब n को भ्यालु चेन्ज भयो भएन, हेर त 250 मा पुग्यो भने चेन्ज भयो। त्यो कति हुन्छ त, यसको लागि हेर त, यो अघि हेर, यसको लागि यो इनिशियल थियो, हेर सेकेन्डको लागि फर्स्ट इनिशियल थियो। अब थर्डको लागि त्यसमा सेकेन्ड इनिशियल हुन्छ कि हुँदैन भने त, हुन्छ n, अनि यसको कति हुनु पर्यो, आधा। बुझिन्छ? अहिले बुझेन भने अहिले एकछिनमा यसको पनि आइहाल्छ। जस्तै n को भ्यालु कति हुन्छ, n0/4 हुन्छ। मतलब अर्को हाफ लाइफको लागि यो 2t हाफ लाइफ को लागि कति हुन्छ त,
n0/4 हुन्छ। यसरी नै घट्दै 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 जान्छ। ओके, यो ग्राफ बुझेन भने अहिले यसपछि आउने कन्सेप्टमा बुझि नै हाल्छौ। अहिले यति चाहिँ सारामा। ओके, ठिक छ, यहाँसम्म त ठिक छ। त्यसो भने अब जाम हाम्रो सबैभन्दा इन्ट्रेस्टिङ टपिक। अब जाम सुन अब जाम नम्बर अफ हाफ लाइफ आफ्टर नम्बर अफ हाफ लाइफ भन्नुहुन्छ नम्बर अफ एटम्स लेफ्ट आफ्टर nth हाफ लाइफ हो। n वटा हाफ लाइफ पछि नम्बर अफ एटम्स कति बच्छ भन्ने कुरा हो। ओके, म त्यही एक्जाम्पल लिन्छु। हामीसँग n0 को भ्यालु सुरुमा कतिवटा थियो अरे? 1000 वटा थियो अरे। ल, यहाँदेखि यहाँ जाँदाखेरि के भयो त? t हाफ भयो। यो कतिमा पुग्यो त? 250 मा पुग्यो। मतलब n इजिकल टु कति भयो त? n0/2 भयो। हो कि भन त? n इजिकल टु n0/2 पहिलो हाफ लाइफ। अब यहाँबाट अर्को हाफ लाइफ स्टार्ट हुनको लागि यहाँनिर कति त? 250, सरी यहाँ 500 थियो। यहाँ कति हुन्छ त? 250। यहाँदेखि यहाँ जाँदाखेरि हेर त, नम्बर अफ एटम्स चेन्ज भयो, n ड्यास भयो हैन? n ड्यास भयो। त्यो कति हुन्छ त भन त? n/2 हुन्छ हुँदैन? हेर त, हेर यहाँबाट यहाँ जाँदाखेरि n0/2। ठिक छ दाइ। अब यो सकिसकेको हो नि त। रगो त यो हो 500 वटा रगो। अब 500 वटाबाट टुक्रिनु हो क्या नि तिमीले आफै भन त? हो। 500 वटाबाट अर्को हाफ लाइफ, सेकेन्ड हाफ लाइफमा जाँदाखेरि, सेकेन्ड त होइन, 500 को लागि त्यो फर्स्ट हाफ लाइफ हो। हेर 1000 को लागि t हाफ लाइफ भनेको कति रहेछ? t हाफ लाइफ हुँदाखेरि 500 वटा एटम रहन्छ। अब यो त सकिसक्यो, 1000 बाट 500 मा आइसक्यो। अब 500 बाट फेरि टुक्रिनलाई, 500 बाट आधी टुक्रिनलाई लाग्ने टाइम भनेको के हो त? फेरि त्यही t हाफ नै त हो। t हाफ हो। त्यति बेला हेर त, नम्बर अफ एटम्स हेर त, 250 मात्र छ कि छैन? त्यसो भए n ड्यास लेखेँ मैले। त्यो भन्दा कति हुन्छ? n/2। हेर n कति थियो? यसको लागि त अब यो इनिशियल हुन्छ नि त। अघि हेर न, अघि यसको लागि सेकेन्डको लागि फर्स्ट के थियो हेर त? फर्स्ट इनिशियल थियो। अब थर्ड को लागि त्यसो भने हेर त, थर्ड को लागि के हुन्छ त? सेकेन्ड इनिशियल हुन्छ कि हुँदैन? हुन्छ। अनि n ड्यास को भ्यालु कति हुन्छ? n/2। अनि यो n को भ्यालु कति छ हेर त? n0/2 अनि डिभाइडेड बाइ 2 भनेको n0/4 हुन्छ। अब सपोज यहाँबाट फेरि अर्को हाफ लाइफ आयो अरे। हेर है, म कन्सेप्ट एकदम मजाले बुझाउन ट्राई गर्दैछु। अर्को हाफ लाइफ आयो अरे। अर्को हाफ लाइफ आउँदाखेरि यहाँ कति हुन्छ त? 125 हुन्छ। हो कि भन त? 125 हुन्छ। 250 भनेपछि 125 त हुन्छ त। अब फेरि हेर त, n को भ्यालु चेन्ज हुन्छ कि हुँदैन? मैले n डबल ड्यास लेख्दै यसलाई। नम्बर अफ एटम्स लेफ्ट भनेको n डबल ड्यास हो। ओके, ल n ड्यास भन्दा पनि यसरी लेखेको थियो भने तिमीहरूले अलिक मजाले बुझ्थ्यो होला हो। सपोज यसलाई मानौँ n1 भनेको n0 कति रहेछ? 2। यसलाई मानौँ n2, यो 250 भनेको n2 भनेको n1/2 हैन? अनि भ्यालु पुट गर्दाखेरि यति हुन्छ। यसलाई मानिदिउँ n3। अब हेर त, अब अर्को हाफ लाइफ कहाँबाट सुरु भएको? यो सक्यो, यो पनि सक्यो। अब स्टार्ट भयो 250 बाट। 250 बाट 125 मा आउँदाखेरि हेर त, कुन नम्बर अफ एटम्स लेफ्ट कति थियो त? यति एटम्स लेफ्ट थियो। मतलब n2 वटा एटम रहेको थियो कि थिएन? यो बुझ्दैछौ कि छैन यार? म यतिकै बोलिरहेको छु बोल्न चाहिँ। म फेरि फर्स्टबाट हुन्छु। फर्स्टमा हामीसँग स्याम्पल 1000 वटा थियो। हाम्रो फर्स्ट हाफ लाइफमा 500 वटा रह्यो। जतिवटा रह्यो त्यसलाई भन्ने हामीले n1। त्यो n1 को भ्यालु कति रहेछ त? n0/2। अब 500 वटा सकेर अब कतिवटा रह्यो त हेर त? जम्मा एटम कतिवटा? 1000 बाट कतिवटा रह्यो त? 500 वटा रह्यो। 500 वटाबाट यो भ्यालु चाहिँ लेखिराख्नु ल। अब हेर, यसलाई n1 भन्यौँ। अब n1 भनेको कति रहेछ त? n0/2। n1 भनेको यो 500 वटा रहन्छ। ठिक छ। अब अर्को हाफ लाइफ हेर त, अर्को हाफ लाइफमा जाँदाखेरि 500 बाट कतिमा घट्छ त? 250 मा घट्छ। अर्को हाफ लाइफमा त्यो 250 मा घट्यो। अब 250 मा घट्दाखेरि हेर त, इनिशियल नम्बर अफ एटम्स यसको लागि त 250 को लागि त इनिशियल नम्बर अफ एटम कति हो त? n1 हो। त्यही भएर n2 भनेको n1/2 भयो। अनि यति भयो। अब थर्ड हाफ लाइफमा हेर त, थर्ड हाफ लाइफ हैन हो, अर्को हाफ लाइफमा आउँदाखेरि 250 बाट 125 मा आयो।
त्यो 125 मा आउँदाखेरि रकको एटमलाई हामीले के भन्यौं n3 भन्यौं। अब त्यो n3 को लागि हेर त इनिशियल नम्बर अफ एटम्स कति त 250 हो किनकि यो त यसको लागि थियो 250 यहाँ 500 के को लागि हो त 250 को लागि हो। अब 250 के को लागि हो त 125 को लागि हो किन तिमीले आफै भन त 125 को लागि हो नि। n3 भनेको त्यसैले कति हुन्छ n2 by 2 हुन्छ। अब n2 को भ्यालु कति छ त n0 by 4 अनि into 2 गर्दाखेरि n0 by 2 to 4 to 8 बुझ्यौ। आई होप हल्का फल्का त बुझ्यौ होला। पहिलो टी हाफमा 500 वटा अर्को अब त्यो 500 को लागि सेकेन्ड अर्को हाफलाई सुरु हुँदाखेरि यति 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 यति। अब यसको एउटा जेनरल फर्मुला बनाउनु पर्ने हुन्छ। आई होप तिमीले बुझ्यौ होला अलिअलि। मैले भने पहिलो हाफ लाइफको लागि 500 वटा एटम रहन्छ। अब त्यो हाफ लाइफ हुँदाखेरि n को भ्यालु कति हुन्छ n0 by 2। मैले जस्ट एक्जाम्पलको लागि n1 राखेको n1 को भ्यालु n0 by 2। अब सेकेन्ड हाफ लाइफको लागि हेर न यो त टुक सकिसक्यो सोकेर 500 मा आको। अब सेकेन्ड अर्को हाफ लाइफको लागि हेर त अब हाफ लाइफ यहाँबाट सुरु गर्ने हो भने 500 बाट कति हुनु पर्यो 250। त्यो हुनको लागि नम्बर अफ एटम्स हामीले n2 मान्यौं। त्यो भनेको कति हुन्छ त जहिले पनि फर्मुला के हो त n = n0 by 2। अब हेर त यो 250 को लागि इनिशियल नम्बर अफ एटम्स भनेको n0 को भ्यालु यो हो किन भन त हो। यसको भ्यालु कति छ त n1। त्यो n1 को भ्यालु राखेर त निकालेको छ। आयो बुझिन्छ होला हो हैन। ल अब यसको एउटा जेनरल फर्मुला बनाउनुतिर लाग्छु म हैन। फर फर्स्ट हाफ लाइफ n = कति हुँदो रहेछ त n0 by 2 हुँदो रहेछ हैन। फर सेकेन्ड हाफ लाइफ n = अब यसकै आधी छ हेर त n0 by 2 कै आधी छ। जति यहाँ रहन्छ त्यसको आधी हुन्छ यहाँनेरि हेर न n0 by 2। अब सेकेन्ड हाफ लाइफको लागि हेर त n0 by 2 को आधा। अब मतलब सेकेन्ड हाफ लाइफको लागि n0 by 2 अनि त्यसको आधा n0 by 2 अनि यसको आधा। यसलाई n0 by 2 को पावर 2 लेख्न मिल्छ कि मिल्दैन भन त मिल्छ। फर थर्ड हाफ लाइफ यसलाई n1 भन्दैन मैले सरी n1 हामीले त n1 n2 नै गरेछौं। फर थर्ड हाफ लाइफ n3 भनेको अब यहाँ जति रहन्छ त्यसको आधा हुन्छ। हेर त यहाँनेरि n0 by 4 थियो हेर त यो यहाँ हेर यो यति रहेको थियो यो भनेको कति त n0 by 4 अनि त्यसको आधा n0 by 4 को आधा। अब यहाँ हेर त यसको आधा n0 by 2 को पावर 2 त्यसको आधा भनेको छ हेर त n0 by यसलाई 2 को पावर 3 लेख्न मिल्छ। ओके अब एउटा एक्जाम्पल अब एउटा लेख्नु न। फर फोर्थ हाफ लाइफ n4 = अब यति छ यसको के हुन्छ त आधा हुँदो रहेछ n0 by 2 को पावर 3 अनि त्यसको आधा भनेको n0 by 2 को पावर 4। हेर त एउटा प्याटर्न बन्दै गएको देखिरहेको छ यहाँनेरि एउटा सिम्प्लिफाइड प्याटर्न बन्दै गरेको देखिएको छ यहाँ। फर्स्टमा हेर त पावर कति छ 1 सेकेन्डमा हेर त 2 हुँदाखेरि पावर कति छ 2 3 हुँदाखेरि पावर कति छ 3 4 हुँदाखेरि पावर कति छ 4। अब त्यसो भने फर nth हाफ लाइफ n = n0 by 2 को पावर के हुन्छ n हुन्छ बुझ्यौ भन त। हेर फर्स्ट को लागि 1 को लागि फर्स्ट हाफ को लागि 1 थियो सेकेन्ड को लागि कति थियो 2 थियो थर्ड को लागि कति थियो 3 थियो फोर्थ को लागि कति थियो 4 थियो। त्यसैले n हुँदाखेरि nth हुँदाखेरि यहाँ 2 को पावर कति आइपुग्छ n आइपुग्छ नि। सो यो रिलेसन यो के हो त रिलेसन हो नम्बर अफ एटम्स लेफ्ट आफ्टर nth हाफ लाइफ। तो कति रहेछ त n = n0 by 2 को पावर n। यति कन्सेप्ट यही एउटा रिलेसन निकाल्नको लागि मैले यत्रो ड्रामा गर्नु परेको छ। फिजिक्स इजी नै छ नि त बुझ्नु चाहिँ ट्राई गर्नुपर्छ क्या। मैले फेरि एकचोटि भने फर्स्ट हाफमा त्यसको आधा सेकेन्ड हाफमा जति रहन्छ त्यसको फेरि आधा थर्ड हाफमा जति रहन्छ फर्स्टमा यसको आधा सेकेन्डमा यसको आधा थर्डमा जति रहन्छ त्यसको आधा फोर्थमा जति रहन्छ त्यसको आधा। अब nthमा जति रहन्छ त्यसको के हुन्छ आधा हुन्छ
2 को पावर n हुने पनि रिजन छ नि त नानीहरु 2 को पावर n हुने पनि रिजन छ देखाइदिम यहाँ n इज इक्वल टु हेर n हाफ लाइफ को लागि के हुन्छ त खासमा रिलेसन n नट बाइ हेर n आउनु भन्दा अगाडि के थियो n - 1 थियो त्यसो भने यहाँ 2 को पावर n - 1 हुन्छ हो के न भन त अनि त्यसको आधा गर्नुपर्छ कि पर्दैन हेर n - 1 हुँदाखेरि कति हुन्छ हेर n अरे n - 1 अनि त्यसपछि कति आउँछ n त्यसो भने n - 1 हुँदाखेरि यति हुन्छ हैन त n - 1 हुँदाखेरि यति हुन्छ n हुनु भन्दा अगाडि के हुन्छ n - 1 हुन्छ अब n - 1 हुँदाखेरि चाहिँ कतिवटा एटम थियो त यतिवटा एटम थियो होला 2 को पावर n - 1 थियो अब n को लागि निकाल्दाखेरि डिभाइड बाइ 2 गर्नुपर्ने हुन्छ यो भने के हुन्छ त n नट बाइ 2 को पावर n - 1 प्लस 1 हुन्छ अनि यो काटेर कति हुन्छ त n नट बाइ 2 को पावर n हुन्छ आयो बुझ न कसरी बुझ्छौ त बुझ्यौ पनि होला अलि त फिजिकल्ली क्लास भएको बसी सिकाउन सक्दैन हैन बाटो त छैन यस्तो हो जे चिज छ हामीसँग त्यसमै ग्रेटफुल हुनुपर्छ यता कम्पेयर गर्न थालो उता कम्पेयर गर्न थाल्यो भने अभियसली त्यो काम छैन मतलब जे चिज छ त्यसमा ग्रेटफुल हो ल अब यहाँ सुन यो पनि तिमीहरुको एक्जाम पोइन्ट अफ भ्यूबाट यो इम्पोर्टेन्ट छ कि छैन त्यो पनि मलाई थाहा छैन बट म तिमीहरुलाई एउटा रिलेसन देखाउँछु कहिलेकाहीँ एमसीक्यू दि झुकेर सोधिहाल्यो भने यो सिधै फर्मुला लगाएर तिमीहरु निकाल्नु त्यो टाइम वेस्ट नगरिदिनु जस्तै यहाँ सुन हामीले जेनरल n इज इक्वल टु n नट एक्सपोनेन्शियल नेगेटिभ ल्याम्डा t भन्ने एउटा रिलेसन छ ओके त यो त छ अर्को भनेको हाम्रो n इज इक्वल टु n नट बाइ 2 को पावर n छ ओके त यो पनि छ हेर त यो पनि n इज इक्वल टु यति हो हेर यो नम्बर अफ एटम्स आफ्टर यतिवटा हाफ लाइफ यो n भनेको नम्बर अफ हाफ लाइफ हो हैन यो स्मल n भनेको नम्बर अफ हाफ लाइफ हो यो हेर त यो n को भ्यालु हो यतिवटा n वटा हाफ लाइफ पछि रहको n को भ्यालु यो n को भ्यालु हो कुनै टाइम t हुँदाखेरि त्यसैले दुईटालाई इक्वेट गर्दिम न के हुँदो रहेछ हैन त्यसैले हामीले इक्वेट गर्दाखेरि n नट बाइ 2 को पावर n इज इक्वल टु n नट एक्सपोनेन्शियल नेगेटिभ ल्याम्डा t अब फेरि यहाँ कन्फ्युज नभयो त यहाँ t हाफ राख्नु पर्ने हो भनेर पर्दैन त t हाफ हैन पर्दैन अहिले आउँछ के आफै एउटा रिलेसन बन्न आउँछ क्या जस्तै यहाँ यो र यो के हुन्छ त क्यान्सल हुन्छ ओके अब यो हेर त 1 बाइ 2 को पावर n इज इक्वल टु 1 बाइ e को पावर ल्याम्डा t अब यता यो उता e को पावर ल्याम्डा t इज इक्वल टु 2 को पावर n e उता जाँदा के हुन्छ लग हुन्छ ल्याम्डा t इज इक्वल टु ln 2 को पावर n अब एउटा प्रपर्टी हुन्छ प्रपर्टी धेरै छ नि log a को पावर b छ भने यसलाई b log a लेख्न मिल्छ सिम्पल त छ प्रपर्टी त्यसैले ल्याम्डा t इज इक्वल टु n ln 2 हुन्छ हो के भन्छ त हो अब यहाँबाट हेर्यो भने ल्याम्डा t इज इक्वल टु n ल यो ल्याम्डालाई उता लगिदिउँ न हेर ln 2 बाइ ल्याम्डा हुन्छ अघि भर्खर ln 2 बाइ ल्याम्डाको भ्यालु निकालेको छौं हामीले हो के भन फाइनली t इज इक्वल टु n इन्टु हेर अघि हाम्रो के थियो ल्याम्डा इज इक्वल टु ln 2 बाइ t हाफ थियो अब अहिले हाम्रो लागि ल्याम्डा ln 2 बाइ यसलाई यता ल्याएर यसलाई डिभाइडमा लाग्दाखेरि के हुन्छ त यो t हाफ बन्छ कि बन्दैन भन्नु त बन्छ त्यसो भने टाइमको भ्यालु हेर त n इन्टु कति हुँदो रहेछ t हाफ लाइफ हुँदो रहेछ टोटल टाइमको भ्यालु नम्बर अफ हाफ लाइफ इन्टु एउटा हाफ लाइफ कति थियो त्यो फलो गर्दो रहेछ रुल सपोज नम्बर अफ हाफ लाइफ कति छ अरे 20 वटा हाफ लाइफ छ अरे अनि t हाफ लाइफ को भ्यालु कति छ अरे 2 सेकेन्ड छ अरे त्यसमाने कति टाइम टोटल टाइम कति टाइम लाग्दो रहेछ डिके हुनलाई भन्ने टाइम निकाल्न सक्यो t इज इक्वल टु 20 इन्टु 2 गर्न भनेको टोटल 40 सेकेन्ड लाग्दो रहेछ 40 सेकेन्ड भन्नु र 20 वटा हाफ लाइफ भन्नु सेम हो रहेछ हो के भन त 40 सेकेन्ड भन्नु र 20 वटा हाफ लाइफ भन्नु सेम हो किनकि 20 वटा हाफ लाइफमा कतिवटा सेकेन्ड हुँदो रहेछ यसको लागि 40 सेकेन्ड हुँदो रहेछ यो एउटा रिलेसन ओके हेर एकचोटी यसलाई पनि ग्राफ्स गर सो रेडियो एक्टिभिटीको 4th लेक्चरमा हाम्रो यति नै थियो र अब हाम्रो लास्ट लेक्चरमा हामी पढ्छौं सिम्पल एउटा रिलेसन एभरेज लाइफ अफ एटम्स मतलब एभरेजमा कुनै पनि एटम कति लाइफ बाँच्छ
भन्ने कुराहरू छ। त्यतिको लागि बाई।